साथीहरू वेलकम ब्याक साथीहरू। हामीले योभन्दा अगाडिको एपिसोडमा हेरेका थियौँ कि कसरी हामीहरूले यहाँनिर कुकुरहरूको लागि घर बनायौँ। एक सेकेन्ड मेरो घर कता गयो। एक सेकेन्ड साथीहरू, म घर खोज्दैछु यहाँ आफ्नो। म कता अच्छा त्यहाँ छ घर मेरो साथीहरू। म पनि उल्टो पुल्टो दिशामा हिँडिरहेको हुन्छु कति बेला। हजुरहरूलाई सुरुवातमा थाहा होला कि मसँग कतिवटा कुकुर थियो। जब मसँग थियो 3टा कुकुर र अहिले भइसकेको छ 3टाको डबल 6वटा कुकुर, जुन चाहिँ यहाँ बाँधिदिएको छु र भित्र घुसाइदिएको छु। र हेर्नु, मेरो घरको मानि केही डेभलप भइसकेको छ। मेरो थोपडा घरमा पनि यहाँ हेर्नुहोस् के छ। मेरो थोपडा घरमा यो छ। यहाँ हेर्नुहोस्, यहाँ कुर्सी राखेको छु मैले। र यहाँनिर डाइनिङ टेबल पनि राखिसकेको छु गाइज मेरो थोपडा घरमा। थोपडा घर हो यो गाडी घरको नाम अबदेखि। यहाँनिर पक्ने कुराहरू हुन्छन्, तर यहाँ अहिले केही पकाइएको छैन। पकाइएको चाहिँ यहाँनिर छ साथीहरू। यहाँ हेर्नु, आलुहरू पकाएको छु मैले, राखेको छु ताकि यो पछिको समयमा काम लागोस्। म काम गर्दाखेरि काम लागोस्। र अब हजुरहरूलाई म अझै एउटा चिज देखाउन चाहन्छु कि अरू के डेभलप भएको छ भनेर। माथि हेर्नुहोस्, त्यहाँ पेन्टिङको पुरा लगातार पेन्टिङ राखेको ठाउँ छ। यहाँ हेर्नुहोस्, पुरै पेन्टिङ राखेको छु मैले, वरिपरि पेन्टिङ, र कति राम्रो देखेको छ। र यहाँ हेर्नुहोस्, यहाँनिर बुक राखेको छु मैले, यहाँनिर पढ्नको लागि हो। यहाँ चट्ट उठो पढो। यहाँनिर के अरे इन्चेटिङ टेबल राखेको छु। यहाँनिर बुकमा के लेखेको छ अहिले नपढौँ साथीहरू, छोडिदिउँ, फाल्टु चिज हो। यो चाहिँ मेरो बहिनीले लेखेकी हो, त्यही भएर यतातिर जाऊँ, मैले पनि लेखेको हो। हजुरले पढ्न सक्नुहुन्छ त्यो भिडियोलाई पच गरेर। ठिक छ साथीहरू, अब एकछिन बाहिर घुमौँ, के छ हालचाल हेरौँ। हेर्नु साथीहरू, यी कुकुरहरू मस्त बसिरहेका छन्। र आजको हाम्रो काम के हुन्छ त? काम सोच्नुहोस्, छिटो कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस् साथीहरू कि आज हामीले के गर्ने हो। यहाँ हेर्नुहोस्, यस्तो ठाउँ छ। यहाँ यति सुन्दर ठाउँ छ कि म हजुरलाई के भन्नु म हजुरहरूलाई केही भन्दिनँ म तपाईँहरूलाई। यहाँबाट हाम्रो घर कति राम्रो देखिरहेछ साथीहरू। उता पछाडि साइडमा भिलेज छ, भिलेज एरिया छ, र यहाँनिर कुकुरहरू बसेका छन् मस्त। त्यसपछि मेरै हुन् यिनीहरू चाहिँ। यिनीहरूको नाम पनि राख्नुपर्ने साथीहरू। पछाडि के भइरहेको छ म त्यहाँ पक्पड जान्छु सिआडी भनेर। साथीहरू सिआडी भनेर आएँ म यहाँ। यहाँनिर छ सायद गाइज तालाब भनेको के हो यो, पोखरी। ओ सेट साथीहरू, म यहाँ फस्न चाहन्न। म यहाँबाट छिटो हाम फालेर यता गइहाल्छु। ल ठिक छ साथीहरू। र यो मेरो हातमा के आयो साथीहरू, पहिला यसलाई यहाँ पानीमा फालिदिउँ, त्यसपछि बाँकी सोचौँला। होइन साथीहरू, यतातिर फालिदिउँ। ओ साथीहरू, यहाँनिर त के पो छ त। हेत्तेरी, मैले त्यसलाई त्यहाँ राखेँ, त्यसलाई त बाहिर पो फाल्ने हो त। बाहिर फालिदिउँ साथीहरू। ठिक छ साथीहरू, त्यो बाहिर। ओ सेट साथीहरू, पानी पऱ्यो। अब जम्बीहरूको हमला हुन्छ साथीहरू। ओ सेट साथीहरू, म भित्र भाग्छु साथीहरू। यी कुकुरलाई त मैले भित्र हालिदिइहालेको छु। मेरो पालियो गाई साथीहरू भित्र भाग्ने। साथीहरू म गएँ भित्र, छिटो भित्र गएर लुकिहाल्छु म अब। ल साथीहरू, अब म सेफ छु। अब माथि गएर बसौँ चुपचाप लाएर। अरे र हामीहरू अब यहाँनिर बसौँ साथीहरू। र अब हामी यतातिर जाऊँ। र यतातिर हेर्नुहोस् साथीहरू, म तल लडेँ साथीहरू। त्यही भएर म माथि चढ्छु साथीहरू। साथीहरू हेर्नुहोस्, पुरै पानी परेको छ। त्यो भेडा भिजिरहेको छ साथीहरू। यिनीहरूलाई मैले जति घर बनाइदिए पनि यिनीहरू भिजेरै बस्ने हुन्, काम छैन यिनीहरूको। जति यिनीहरूको लागि घर बनाइदियो त्यति यिनीहरू भिजेरै बस्छन् साथीहरू, काम छैन यिनीहरूको साथीहरू। त्यही भएर यताबाट हेर्नुहोस्, मैले माथि छतमा जाने नै बाटो बनाउनु पर्छ कि पर्दैन। यसको अघिल्लो पार्टमा म बनाउनेवाला छु साथीहरू, अथवा म यो गेमै डिलिट गरिदिन्छु। साथीहरू यहाँनिर चाहिँ मेरो अब यहाँ के छ ड्रोरमा, हेर्नुहोस् साथीहरू। यो भनेको हामीहरू भनेको एकदम धनी मान्छे। त्यही भएर यहाँनिर सुन डायमन्ड सरी एमरेड हो यो चाहिँ। म आफ्नो कस्तो पागल जस्तो कुरा गर्दैछु। यहाँ हेर्नु, यो हो मेरो घर। यो सेतो जुन देख्नुभएको छ, यो चाहिँ मेरो घर हो। र उतातिर भिलेज छन्। यो चाहिँ म्याप हो साथीहरू। यो चाहिँ हाम्रो म्याप हो, सानो म्याप, जुन चाहिँ यो चाहिँ हाम्रो घर हो। र यतातिर सेतो साइडको हजुरले देख्नुभयो कि भएन कमेन्ट बक्समा गएर कमेन्ट गर्नु साथीहरू। यहाँ हेर्नुहोस् साथीहरू। त्यसपछि यहाँनिर यो चाहिँ हाम्रो एकदम म्याप जस्तो हो होइन साथीहरू। यो म्यापलाई चाहिँ अब यतातिर राखिदिउँ साथीहरू, भित्रै राखिदिउँ म्यापलाई। र अब अगाडि बढौँ साथीहरू। यो चाहिँ पढ्ने ठाउँ हो साथीहरू, त्यसरी कि मैले हजुरहरूलाई भने। ल यहाँनिर सुत्ने एकदम लग्जरी बेड बनाएको छु साथीहरू, जहाँ चाहिँ हामीहरू मस्तरी सुत्न सक्छौँ साथीहरू। र साथीहरू आजको भिडियोमा बस यति नै। भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला,
च्यानललाई यादले सब्सक्राइब गरिदिनु होला। मिल्छु म हजुरसँग अर्को भिडियोमा। तबसम्मको लागि बाई बाई एन्ड सी यू लेटर।